भजन सङ्ग्रह 4 सहायताको निम्ति साँझको प्रार्थना। यहाँ यसो लेखिएको छ, हे धार्मिक परमेश्वर, मेरा रक्षक, मैले पुकार गर्दा मलाई जवाब दिनुहोस्, सङ्कटमा पर्दा मलाई आश्रय दिनुहोस्, म माथि अनुग्रह गर्नुहोस् र मेरो प्रार्थना सुन्नुहोस्। हे मानिस हो, तिमीहरू मेरो महिमालाई कहिलेसम्म लाजमा परिवर्तन गर्नेछौ? कहिलेसम्म तिमीहरू व्यर्थका कुराहरू रुचाउनेछौ र असत्य देवताहरूको पछि लाग्नेछौ? तिमीहरूलाई थाहा होस्, परमप्रभुले भक्तजनहरूलाई आफ्नो निम्ति छुट्याउनु भएको छ। मैले पुकार गर्दा परमप्रभुले सुन्नुहुन्छ। रिसमा पर्दा पाप नगर, ओछ्यानमा सुत्दा आफ्नो हृदयभित्र तलास गर र शान्त रह। उचित बलिदानहरू चढा र परमप्रभुमा भरोसा राख। धेरैले सोध्दैछन्, हामीलाई कसले केही असल कुरा देखाउन सक्छ? हे परमप्रभु, तपाईँका मुहारको ज्योति हामी माथि प्रकाशित गर्नुहोस् र तिनीहरूका अन्न र दायाँ दागमध्यताको प्रशस्ततामा हुने आनन्दभन्दा बढी आनन्दले तपाईँले मेरो हृदय भर्नुभएको छ। शान्तिमा म पल्टिनेछु र निदाउनेछु, किनकि हे परमप्रभु, तपाईँले मात्रै मलाई सुरक्षित राख्नुहुन्छ। आमेन। यहाँ एकदमै राम्रो कुरा लेखिएको छ। आज तपाईँहरू जति पनि सुन्दै हुनुहुन्छ, हामीले अहिले सुनेको भजन सङ्ग्रह 4 को यो दाउदको प्रार्थना हो। दुःख, अपमान र डरको बीचबाट निस्किएको आवाज। दाउद भन्छन्, हे मेरो धार्मिकताको परमेश्वर, मलाई जवाब दिनुहोस्। यसले हामीले के सिकाउँछ भने दुःखको बेला परमेश्वरसँग चिच्चाएर बोल्नु पाप होइन। हामी धेरै पटक मानिससँग गुनासो गर्छौँ तर परमेश्वरसँग मौन बस्छौँ। तर दाउदले सिकाए, मानिसले नबुझे पनि परमेश्वरले अवश्य बुझ्नुहुन्छ। आज धेरैको जीवनमा तनाव छ, बदनामी छ, डर छ। मानिस भन्छन्, तिम्रो परमेश्वरले के नै गर्छ र? तर दाउदले स्पष्ट भन्छन्, परमप्रभुले आफ्ना भक्तहरूलाई छुट्टै राख्नु भएको छ। यसको अर्थ के हो भने तपाईँ एक्लो देखिनु भए पनि परमेश्वरको नजरमा तपाईँ विशेष हुनुहुन्छ। भजन सङ्ग्रह 4ले हामीलाई अर्को ठुलो सन्देश दिन्छ, क्रोध गर तर पाप नगर। आज हामी रिसमा निर्णय गर्छौँ र पछि पछुताउँछौँ, तर परमेश्वरले भन्नुहुन्छ, राति सुत्नु अघि आफ्नो हृदय जाँच र अन्त्यमा दाउदले भन्छन्, म शान्तिमा सुतेर आराम गर्नेछु। किनकि परिस्थिति बदलियो भनेर होइन, परमप्रभुमा भरोसा भयो भनेर। आज समस्या सकिएको छैन, थाहा छैन, तर यदि परमेश्वरले भरोसा राख्यो भने शान्ति अवश्य आउँछ। दाउदले भन्छन्, आफ्नो ओछ्यानमा शान्ति भएर मनन गर। यसको अर्थ के हो भने दिनभरि संसारसँग लड्यौँ तर राति परमेश्वरसँग मेल गर। आज हामी मोबाइलसँग सुत्छौँ, चिन्तासँग सुत्छौँ, डरसँग सुत्छौँ, तर दाउदले भन्छन् परमेश्वरसँग सुत। जब तपाईँ परमेश्वरको उपस्थितिमा दिनको बोझ राखेर सुत्नुहुन्छ, तब निन्द्रा पनि औषधि बन्छ। भजन सङ्ग्रह 4मा दाउदले भन्छन्, धेरैले भन्छन्, हामीलाई राम्रो देखाउन को छ? आज पनि संसारले यही प्रश्न गर्छ, तर दाउदको जवाब के हो? हे प्रभु, तपाईँको अनुहारको ज्योति हामी माथि चम्काउनुहोस्। अनि अन्त्यमा दाउदको विश्वास पनि सुनौँ हामी। हे परमप्रभु, तपाईँले मात्र मलाई सुरक्षित राख्नुहुन्छ। परिस्थिति कस्तो भए पनि, जस्तै भए पनि, मानिसले छोडे पनि परमेश्वरले कहिले छोड्नुहुन्न। आज यही विश्वास लिएर हामी शान्तिमा अघि बढ्नुपर्छ। आमेन।